नमस्कार, म ध्रुव बस्नेत। अहिले म तपाईहरुलाई मेरो बिसङ्खु नारायण मन्दिर र बिसङ्खु नारायण तत्कालीन बिसङ्खु नारायण गाविसको एउटा सानो सर्ट भिडियो हाल्दैछु। यो कोटडाँडा बिसङ्खु नारायण वडा नम्बर 2 कै कोटडाँडा हो। यो हाम्रो यो बस्ती कनिकी थोक, यो धोबी खोला हाम्रो गौरवको आयोजनाको कलेज। यो गोदावरी नगरपालिका वडा नम्बर 2 को गौरवको आयोजना। यो भीमेश्वर महादेव यो ठाउँमा हुनुहुन्छ। त्यसपछि यो हाम्रो तत्कालीन वडा नम्बर 4 र 5 पातली साप, हालको वडा नम्बर 2 नै हो। त्यसपछि यो पनि पातली सापै पर्छ। यो हाम्रो तत्कालीन वडा नम्बर 7। अब यो वडा नम्बर 8 र यो तलको बस्ती वडा नम्बर 9 र पारीको बस्ती जुन होटल अहिले होटल बनिरहेको छ, यो चाहिँ हाम्रो गोदावरी नगरपालिका वडा नम्बर 3 को किटिनी भनौँ न। यो त माथि मार्बल डाँडा। त्यसपछि यो हाम्रो फुलचौकी अहिले पुरै बादल लाएर छेकिएको छ। त्यसपछि हाम्रो बिसङ्खु गोदावरी नगरपालिका वडा नम्बर 2 बिसङ्खुको बस्ती डाँडामै छ। यो यता पनि बस्ती डाँडामा छ। यो बस्तीमा चाहिँ बीचबाट हाम्रो ललित घुम्ती सडक बीचबाट छिरेको छ। ललित घुम्ती सडक हो यो। त्यसपछि अब हाम्रो बिसङ्खुको 9 देखि म फाँट जुन हाम्रो उपत्यका एउटा उपत्यका टाइपको छ, तर यो चाहिँ खेतीयोग्य जमिन फाँट हो, खेत हो हैन। यो प्लटिङहरु भइसकेको छ। यो यस्तो फाँट छ। यो चाहिँ प्लटिङ भइरहेको छ। पारी तरकारी खेती, वारी प्लटिङ। हाम्रो धान फल्ने फाँट जति सबै अहिले घर फल्न थालिरहेछ। सबै सिमेन्टेड घरहरु फलिरहेछ खेतमा। यस्तो छ। यो गोदावरी नगरपालिका वडा नम्बर 2 स्थित बिसङ्खु नारायण बस्तीको एउटा भिडियो सानो पोस्ट गर्न रहर लागेर मैले पोस्ट गरे। यहाँ मेरो घर नजिकै अर्को एउटा मन्दिर पनि बनिरहेको छ। यो हाम्रो ज्वालादेवी मन्दिर हो। यो बन्ने क्रममा छ मन्दिर। यसको वालहरुको काम सिद्धिसकेको छ। अब छानोको काम बाँकी छ। त्यही हो हाम्रो यो मेरो चाहिँ यो जग्गा हो। यो मेरो अङ्कलको, मेरो भाइको गरेर यो चाहिँ म मेरो घरको कौसीमा बसेर बनाइराखेको भिडियो हो। हजुरहरुलाई कस्तो लाग्छ मलाई यसो मेरो युट्युब च्यानलमा गएर कमेन्ट, लाइक र शेयर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु भन्दै म तपाईहरुबाट बिदा लिनुभन्दा अगाडि एकचोटि फेरि बिसङ्खु नारायणको मन्दिर नजिकको बिसङ्खु नारायण मन्दिर जुन मन्दिर नजिक यो कौशी हो। यो सन्तोषी माताको मन्दिर हो। यो बिसङ्खु नारायण जाने बाटो हो र यो माथि बिसङ्खु नारायण पर्यटन पार्क छ र त्यस सँगसँगै बिसङ्खु रिफ्रेश रिसोर्ट पनि सञ्चालनमा आइरहेको छ। तपाईहरुलाई म भोलि यो रिसोर्ट बिसङ्खु नारायण जाने बाटो चाहिँ म सातो बाटोदेखि तपाईहरुलाई बाटोको भिडियो आउने बाटोको भिडियो चाहिँ हाल्ने कोसिस गर्नेछु। धन्यवाद।